नेपाली क्रिकेटका स्टार प्लेयर सन्दीप लामिछानेले आज एक महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। उनले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्। यो निर्णय सन्दीपले किन लिन पुग्यो भन्ने विषय अहिले चर्चामा रहेको छ। बुधबार सन्दीपले आफ्नो सोशल मिडियामा यो निर्णय पोस्ट गर्दै लेखे, धेरै सोच विचारपछि मैले यसपटकको लागि क्यानको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेटमा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक विकासको दिशामा एक कदम हो। क्यानले सन्दीपलाई ए ग्रेडमा राखेको थियो, जसअनुसार उनले मासिक 1 लाख रुपियाँ पाउँथे, तर उनी अहिले यसबाट बाहिरिने निर्णय लिएका छन्। यसले उनको भविष्यको योजना र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्वको बारेमा धेरै प्रश्नहरू जन्माएको छ। तर सन्दीपले आफ्नो पोस्टमा स्पष्ट पारे चाहिँ यो निर्णय उनको क्रिकेटको यात्राको अन्त्य होइन, बरु एक नयाँ अध्यायको सुरुवात हो। उनी अहिले आफ्नो व्यक्तिगत र व्यावसायिक विकासमा केन्द्रित हुन चाहन्छन्। के यो निर्णय उनलाई अन्तर्राष्ट्रिय लिगहरूमा राम्रो अवसर दिलाउँछ, यो हामी छिट्टै थाहा पाउनेछौँ। सन्दीप लामिछानेको निर्णयबारे तपाईँको विचार के छ? कमेन्टमा हामीलाई भन्नुहोस् र लाइक, सब्सक्राइब गर्न नबिर्सिदिनु होला। धन्यवाद।